नमस्कार। योग निद्रा ध्यान कक्षामा यहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। मैले योग निद्रा ध्यान कक्षा मेडिटेसन क्लास सञ्चालन गर्ने माघदेखिबाट आधिकारिक रूपमा नै नेपाल लगायत विश्वका हरेक देशमा कसरी जाने भन्ने एउटा प्लान बनाइरहेको छु। एउटा मैले यो अटो म्युजिक चाहिँ विश्वभरको मान्छेलाई कसरी सुनाउने यो अटो म्युजिक भनेर एउटा प्लान बनाइरहेको छु र मैले यतिखेर दुवैबाट हरेक देशको मानिसको स्वभाव, हरेक देशको नागरिकको एउटा क्यारेक्टर उनीहरूलाई मैले अध्ययन गरिरहेको छु। यिनीहरू कस्तो खालको मान्छे छ, यिनीहरूलाई त्यो अटो म्युजिक कसरी सुनाउन सकिन्छ। त्यसैगरी मेरो जुन ध्यान परियोजना छ योग निद्रा ध्यान कक्षाको ध्यान परियोजना, त्यसमा मैले आज एउटा ध्यानको तथ्याङ्क निकालेँ। कति मान्छे सज्जनबिन मैले एउटा योग निद्रा जुन ध्यान परियोजना छ, जुन अटो म्युजिक, अटो लाइट, अटो भाइब्रेसन भनेको स्वतः एउटा आफैमा प्रकाश जो छ, स्वतः आफैमा एउटा म्युजिक जो छ, त्यसको कसले सुन्छ त्यो विषयमा एउटा तथ्याङ्क निकाल्दाखेरि मैले सबैभन्दा पहिला नेपाल विश्वको तथ्याङ्कमा गएँ। हामी पृथ्वीमा 8 अर्ब मान्छे छौँ। 8 अर्बमा मेरो एनालाइसिसमा 10 लाख व्यक्तिले त्यो अटो म्युजिक सुनिसकेको छ र तपाईको 3 करोड विश्वभरका 3 करोड व्यक्तिले त्यो अटो म्युजिक सुन्ने प्रक्रियामा छ। 10 देखि 20 लाखले सुनिसकेको छ भनेपछि 3 करोड मान्छेले चाहिँ सुन्ने प्रक्रियामा छ भनेपछि संसारमा ईश्वरको खोजी गर्ने, ध्यानमा रुचि राख्ने व्यक्ति 10 देखि 20 करोड छ पृथ्वीभरि भनेपछि अझ पनि 17 करोड व्यक्ति चाहिँ खाली हुनुहुन्छ। त्यो अटो म्युजिकबाट बाहिर हुनुहुन्छ। त्यो अटो लाइटलाई नदेखेको, अटो म्युजिकलाई नदेखेका व्यक्तिहरू हुनुहुन्छ। यसमा मलाई साथी चाहिन्छ। नेपालमा पण्डितहरूको साथी चाहिन्छ, इन्डियामा पण्डितहरूको साथ चाहिन्छ, युरोपमा प्रचार गर्ने हो भने फेरि त्यहाँका धर्मगुरुहरूको साथ चाहिन्छ, हैन। भनेपछि म 17 करोडमा 17 लाख व्यक्तिलाई मात्र मैले त्यो अटो म्युजिक सुनाउन लाग्यो भने आई एम सक्सेस, म सफलताको मार्गमा जानेछु। र अबको 40 वर्ष मेरो अबको 40 वर्षमा कम्तीमा 40वटा देशमा हाम्रो शाखा ध्यान केन्द्र होस्। नेपाल केन्द्र नै भइहाल्यो, काठमाडौँ भएपछि तपाईँको एक जना प्रतिनिधि, एक जना 40वटा देशमा 40वटा प्रशिक्षक मेरो अन्डरमा हुनेछ। टप अफ कमान्डमा मैले यो योग निद्रा सञ्चालन गर्नेछु। जस्तो नेपालको तथ्याङ्कमा मैले हजुरहरूलाई भन्दाखेरि नेपालमा हामी 2 करोड 94 लाख छौँ। त्यसमा 80% हिन्दू, 80% हिन्दू भनेको 2 करोड हाराहारी। 2 करोड हाराहारीमा अत्याधिक ईश्वरप्रति रुचि राख्ने, ईश्वरको दर्शन गर्न चाहने भन्ने कुरा 20 लाख। 20 लाखमा 2 लाखले परमात्माको दर्शन गरिसकेको छ, त्यो गर्ने प्रक्रियामा छ। 2 देखि 3 लाख व्यक्तिलाई हामीले कन्भर्ट गर्नै सक्दैनौँ। भनेपछि मान्छे 20 लाख छ। 20 लाखमा पनि सबैले मेरो कुरा सुन्दैन। सुन्ने भनेको तपाईँको मेरो कुरा, मेरो विचारलाई सुन्ने भनेको लगभग 4-5 लाख व्यक्तिले हो। मिडियाको थ्रोबाट, जुनसुकै मेरो प्रशिक्षकको थ्रोबाट गए पनि 4 लाख 5 लाख। 4 लाख 5 लाखमा पनि 10,000 व्यक्तिलाई हामीले त्यो म्युजिक सुनाउन सक्यो, जो अविनाशी म्युजिक छ, जो नित्य म्युजिक छ, जो अटो छ, बिना बजाई बाजा। त्यो मार्गमा गयो भनेदेखि चाहिँ लगभग 8 देखि 10,000 नेपालभरि योग निद्रा ध्यान कक्षाको सदस्यहरू हुने भए ध्यान परियोजनामा। त्यसै गरी विश्वभरि जस्तो कि धर्मलाईको मान्छेको वार भइरहेको छ, युद्ध भइरहेको छ, अशान्ति भइरहेको छ, धर्मलाई एक्सेप्टेड गर्दैन, तर मेडिटेसनलाई हर देशले एक्सेप्टेड गर्छ। त्यो हिसाबले मैले तथ्याङ्क युरोप, अमेरिका, क्यानाडाको पनि दृष्टिले देख्दाखेरि त्यहाँको 2% नागरिकले चाहिँ यो मेडिटेसनलाई, 1% व्यक्ति चाहिँ त्यो मेडिटेसनमा इच्छुक छ। जस्तो कि अमेरिकाको पपुलेसन 33 करोड छ भने 33 करोडमा 1% भनेको 33 लाख हो। 33 लाखमा पनि त्यो 33 लाखको 10% मा हामी पुग्न सक्यौँ। जस्तै मैले 10 वर्ष मार्केटिङ गरेको, मार्केटिङ कसरी गर्ने, कसरी फ्याक्ट्री खोलेदेखिबाट बजारमा पुर्याउने भनेपछि अहिले आएर जुन ध्यान मैले गरेँ, जुन ध्यान गर्नाले मैले त्यो आफूभित्र रहेको अटो म्युजिकलाई सुने, आफूभित्र रहेको त्यो अटो प्रकाशको दर्शन गरेँ, त्यो परम ब्रह्मको साक्षात्कार गरेँ।
भक्तिलाई चेन्ज गराऊ भनेदेखि हामी फेलर हुन्छौँ। किनकि भक्ति त आज सबै व्यक्ति जागृत छ। हिन्दूको हिन्दू भक्ति गरिरहेछ, बुद्धिस्टको बुद्धिस्ट भक्ति छ, पूजा पाठ नित्य कर्म। हिन्दू धर्मका त्यस्ता महान महान चाहिँ त्यहाँ अब साधुहरू छन्, उनीहरूले भक्ति सिकाइरहेको छ। वैराग्य भनेको संसारबाट केही समय अलग भएर ध्यान बस्नु वैराग्य भयो। त्यसरी मेरो तथ्याङ्क अनुसार मैले निकालेको डेटा अनुसार नेपालमा 10 लाख व्यक्तिले ईश्वर खोजिरहेको छ। त्यसमा 3 लाख व्यक्ति त्यो ईश्वर प्राप्तको चक्करमा छ। 7 लाख व्यक्ति ईश्वर खोजिरहेको छ। 7 लाखमा 1 लाखले मेरो कुरा सुन्छ। 1 लाखले मेरो कुरा सुन्दाखेरि अनि यो ध्यान सिक्न लगभग 10,000 आयो भने 10 वर्षमा हामीले नेपालमा 10,000लाई यो अटो म्युजिक सुन्ने ध्यान प्रदान गर्ने र त्यसै गरी विश्वभरि 10 लाखलाई गरेँ। यसको लागि मैले एउटा प्रशिक्षक मेरो अन्डरमा प्रशिक्षक फोर्स पनि तयार गर्छु। प्रशिक्षकहरू हरेक देशहरू हेर्ने होइन, नेपालको लिने, इन्डियनको लागि इन्डियन नै, विदेशीको लागि विदेशी नै, त्यसरी गरेर एउटा अटो फोर्स, एउटा प्लान, यो एउटा मास्टर प्लान, एउटा फ्याक्ट्री हो ध्यानको। अब यो मैले एउटा कन्सेप्टमा म अहिले चलिरहेको छु। मैले यहाँ अहिले दुबई बसेर म अब 3 महिना दुबई बसेर नेपाल आउँदैछु। म यहाँ बसेर विश्वको मान्छेलाई एनालाइसिस गरिरहेको छु। रसियनले कस्तो जीवन जिउँछ, अमेरिकनले कस्तो जीवन जिउँछ, अस्ट्रेलियनले कस्तो जीवन जिउँछ। किनकि ध्यान उसको जीवनशैली, उसको इच्छाभन्दा हामी विपरीत जाने बित्तिकै हाम्रो मेडिटेसन फेल हुन्छ, हाम्रो प्रचार रोकिन्छ। त्यो अटो म्युजिक मान्छेले सुन्दैन होइन। म्युजिक नसुन्ने त देशै छैन। मैले अहिले स्टडी गर्दाखेरि भनेपछि त्यो प्राकृतिक म्युजिक नि सुनिरहेको छ। झरनाको लह लह भन्ने गीतै छ, त्यो प्राकृतिक म्युजिक हो। वन जङ्गलमा चरा कराउँछ, प्राकृतिक म्युजिक हो। जुन हामीले चाहिँ सुन्छौँ, मोबाइलमा सुन्छौँ, त्यो भौतिक म्युजिक हो। मानव निर्मित म्युजिक भने एउटा अटोमेटिक म्युजिक, जसलाई बाजा पनि चाहिँदैन, जसलाई डिजे पनि चाहिँदैन, जसलाई सङ्गीत पनि चाहिँदैन, केही अटोमेटिक सङ्गीत। त्यो म्युजिकलाई वर्ल्ड वाइड लानुपर्छ। यसमा हजुरहरूको पनि साथ सहयोग आवश्यक छ र मेरो कन्सेप्ट अनुसार, मेरो प्लान अनुसार म सफल हुँ। किनकि हाम्रो लेफ्ट र राइट ब्रेन छ। अब यतिखेर म दुबईमा छु, कसैको हस्तक्षेप छैन, म माथि कसैको प्रभाव छैन, आफन्तको प्रभाव पनि छैन, मातापिताको प्रभाव पनि छैन, पत्नीको प्रभाव पनि छैन, दिमाग स्वतन्त्र। अनि म हरेक दिन त्यो अटो म्युजिक सुन्छु। त्यो भएपछि मेरो राइट ब्रेन पनि एक्टिभ छ। अब अहिले राइट ब्रेनमा एकदम विशाल विशाल प्लानहरू आइरहेको छ क्या। भनेको मतलब 5 वर्ष चाहिँ सङ्घर्षशील नै छ सज्जनबिन। 5 वर्ष केही आर्थिक सङ्कटहरू, केही अलिअलि आउला, अलिअलि ऋण धन लाग्ला होइन, केही अलिकति। तर फेरि आफन्तजन परिवारजनहरूलाई चाहिँ के लाग्न सक्छ भने यो ध्यान कसैले पनि चाहँदैन। मैले पनि त गर्दिनँ, यो चाहिँ बिजोग हुन्छ, त्यस्तो होइन। यो वर्ल्ड वाइड नै जान्छ। मैले अध्ययन गरिरहेको छु यहाँ बसेर। राइट ब्रेनले पुरा अध्ययन गरिरहेको छ। यो विश्वभरि नै जान्छ। एकदम विश्वमा 10 करोड मान्छेले यो अटो म्युजिक सुन्न खोजिरहेको छ। त्यो पाएको छैन। त्यो अटो म्युजिक नै यो संसार बनाउनेवाला परमात्मा हो। यो अटो म्युजिक नै अजन्मा, अविनाशी, अमर, सर्वोत्तम सत्ता, सबको प्राणपति, सबैभन्दा माथिको शक्ति र सर्वशक्तिमान। उसँग कसैले जुन्न सक्दैन, फाइट खेल्न सक्दैन। त्यसैले यो कार्य जो मेरो यो ध्यानको कार्यमा विरोध गर्छ त्यो मेरो शत्रु हो, र जो मेरो यो ध्यानमा तटस्थ बच्छ ऊ मेरो तटस्थ सम्बन्ध हो। जो मेरो सपोर्ट गर्छ ऊ प्रिय हो। यो नै परमात्मा। जो मेरो यो कार्यमा योग निद्रा ध्यान कक्षालाई विफल बनाउन लाग्छ, त्यसलाई असफल बनाउन चाहे त्यो आफन्त होस् चाहे जो कोही होस्, त्यो मेरो शत्रु हो। यसमा मैले फेरि तपाईँहरूलाई त पत्नी सुन्ने, घर सुन्ने केही होइन, धन फी लिन्छु। मैले एउटा व्यक्तिलाई अटो म्युजिक सुन्ने विधि सिकाएको 4,000 पैसा लिन्छु। पैसा नभए त गुरु नै मान्दैन संसारले गरिब व्यक्तिलाई त। त्यस कारणले गर्दाखेरि एउटा नयाँ दिशा, नयाँ तथ्याङ्क मैले निकालेको छु, नयाँ हिसाबले गएको छु। यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। हजुरहरूलाई नमस्कार गर्न चाहन्छु। र हजुरहरू पनि त्यो अटो म्युजिक सुन्ने इच्छा राख्नुहोला, त्यसको तिर्खा जगाउनु होला। र जन्म जन्मान्तरले जुन परमात्मा खोजिरहनु भएको छ त्यो सरल छ। आफ्नो भक्ति पनि नछोड्नु होला, आफ्नो भक्ति भाव, वैराग्य भाव नछोड्नु होला, आफ्नो धर्मशास्त्र पनि पढ्न नछोड्नु होला। यही भन्दै हरि ओम तत्सत्।